गुड मर्निङ साथीहरू। आज बिहान चाहिँ नुहाइधुवाइ गरेर चाहिँ आज घाम लागिरहेको छ। आमा छोरी चाहिँ यहाँ चिया खानुलाई बसेको। नुहाइधुवाइ गरेर तातो तातो चिया। आज चाहिँ मस्त घाम लागिरहेकै छ। भाडा काका त्यता बसिराख्नु त लुगा सुगा सुकायो हो। हिजो एक दिन घाम नलाग्दा नानीको लुगा कति थुप्रिन्छ हो। अनि घाममा बसेर चाहिँ चिया खाँदैछु। तपाईँहरू के गर्दै हुनुहुन्छ? शुभ बिहानी। हेलो साथीहरू, अब मेरो 12 बजेको तयारी पनि भइसक्यो। सानो छोरी यहाँ बसिरहेको छ बेन्चीमा हो। खाना पकाउँदैछु। यता ठुलो छोरा नुहाउनुको लागि पानी बसालेको छु हो। तातार नुहाउनु पऱ्यो, चिसो छ। लड्छ हेर न यसो। ल बस ल च्याउ खेला। डरसरी यहाँ भुइँमा राख्नुला भनेर बेन्चमा राखिदिएको हो। मैले चाहिँ तरकारी बनाएको छु, चम्सुरको साग। यता भात पाकिसक्यो। दाल पकाएर यसमा खनाएर चाहिँ यसो खनाएर चाहिँ त्यो भात यसमै बनाएको नि त, भात कम्ती हुन्छ नि। त्यो यता पकाएको छु चम्सुरको साग हो। चम्सुरको साग मिठो लाग्छ नि त जाडो सिजनमा है। यतिखेर पाउँछ जे पनि, क्या दुने साग पनि यतिखेरै पाउँछ। खानुलाई राम्रो हो न। यता नानीलाई पनि याद गर्नुपर्छ। फेरि पानी बसालेको छु। दालले पनि डरसरी हो। अब नानीलाई नुहाइदिन्छु। अनि यता मिसिनमा लुगा पनि हालेको छु हो। लुगा पनि धुँदैछु, मिसिनमा हालिदिएको छु। मिसिन भए सजिलो बिहान नुहाएको लुगाहरू। अनि यता डङडङ के गर्दै हुनुहुन्छ भनेर तपाईँहरू सोच्दै हुनुहुन्छ होला कि। तपाईँहरू म देखाउँदैछु ल डङडङ चाहिँ के आवाज आउँदैछ भनेर। चप्पल लाउनु पऱ्यो होइन। अन्तिका बहिनी याद गर यहाँ पानी बसालेको छु किचनमा। नानीले याद गर्नु पऱ्यो नि, पानी बसालेको छु डर हुन्छ। हाम्रो चाहिँ बडाले यहाँ टिन ठोक्दै हुनुहुन्छ, त्यहाँ ढकढङको आवाज आउँदैछ। बडाले चाहिँ घर बनाउँदै हुनुहुन्छ। यत्रो टाइम चाहिँ किन लाग्यो भन्नु होला। बडा चाहिँ हाम्रो आइतबार मात्रै आएर चाहिँ गर्नुहुन्छ नि त। त्यही भएर चाहिँ पुरा टाइम लाग्दैछ। निकै नै टाइम लागेको छ। यो खिड्कीको भाग, दुईवटा खिड्की छ भित्रपट्टि, यो बाहिरपट्टि होइन। अस्ति अँध्यारो भएर राम्रो देखाएको पनि थिइनँ तपाईँहरूलाई हो। यहाँ चाहिँ आइतबार चाहिँ बडाले बनाउँदै हुनुहुन्छ। यस्तो छ। माथि पनि टिनको छाना, मुनि पनि टिनको बार हो। मजबुत बनाउनु भएको छ बडाले घर। भित्र यस्तो चाहिँ बटम लगाएर बनाउनु भएको छ। उस्तो नै लड्यो। सानो छ एउटा रुम, एउटा मात्र रुम बनाउनु भएको। मात्र रुम ल के छोटो भयो? यो त सानो हुन्छ नि, यो त सानो हुन्छ। अब यता बार्नु बाँकी रहेछ। अब यहाँ बाँकी, अनि यता बार्नु बाँकी छ। आज सक्नुहुन्छ होला बारेर बडाले। यता बार्नु है। अनि चाहिँ दैलोको भाग यहाँ पनि। यता त्यस्तो जङ्गल भइरहेको छ। जङ्गलै छ भनौँ न। यता चाहिँ बाँसहरू छ नि त, जङ्गलै छ माथि। बाँसहरू इस्कुसहरू सुकेर यस्तो भएको छ होइन। हावा चलिँदाखेरि कस्तो हावा चलिरहेको छ हो। हावाको आवाज आउँदै हुन्छ। एकदम बेसी हावा चाहिँ एकदम चिसो, एकदमै ज्यादा हावा चल्दैछ। हजुर यति पुग्छ? ए अर्को ल्याउनु न नि। उयो यो पुग्दैन लम्बाइ उता छ त, उता चौडै ऊ बेसी छ त त्यो साइडमा। सब्जी ढट्दाखेरि सब्जी बचालिरहेको छु गएको बडा। अब छोरीलाई नुहाइदिन्छु। छोरी के गरेको छोरी? एकदम नबसेर छोरीले चाहिँ प्याज काटेर हेरेँ। के वाइ बनाउनु लागेको? वाइ बनाउनु लाग्छ। म चाहिँ यहीँ चियाको लागि मसला रेडी पारेको पिसेर राख्नुलाई। जाडोमा अस्ति बनाएको सक्यो हो। अब जाडोमा त मरिच खानु पऱ्यो नि त। चियाको लागि मसला बनाउनुको लागि आएको त छोरीले वाइ बनाउँछु भनेर रेडी पार्दै रहेछ हो। बिचरा मेरो छोरी प्याज काटेको। हुन्छ जुनै बनाउँदा नि मैले चाहिँ पानी बसालेको थिएँ खानुको लागि। रातमा आएको छ।
बनाऊ छोरीले कस्तो बनाउँछ है गाइस मेरो छोरीले आज म चाहिँ मसला बनाइहाल्छु ल चियाको खै त टमाटर रेडी पारेको अनि नहाल्ने आफू खाँदैन अनि सेर यता र कपाल चाहिँ के हो यस्तो अनि कपाल गर्नु पर्दैन यो कपाल सिनिकै पार घाम परेछ खिड्कीबाट सिक्दै यो चाहिँ मैले खाएको छुइनँ यो चाहिँ हो वाटरमेलनले भनेको थिएँ कस्तो हुन्छ टेस्ट होइन एकातिर काट्दाखेरि मैले चाटेको थिएँ कि त्यो सानोमा हामीले के भन्छ घुर्मी खान्थ्यो नि त्यस्तै टेस्ट लाग्यो यस्तै यस्तै खालको हुन्छ घुर्मी तर सानो सानो हुन्छ हामीले बचपनमा खान्थ्यौँ क्या त्यो याद आयो टेस्ट त्यस्तो छ कस्तो हुन्छ र टेस्ट खै हो कसरी काट्छ यो चाहिँ ए तास्ने मात्रै हो यो खाएको छुइनँ त फर्स्ट टाइमै हो साथीहरू यो चाहिँ मैले तास्छु त मजाले तास्यो है दाना हुँदो रहेछ भित्र काँक्राको चाहिँ दाना हुँदो रहेछ फर्स्ट जस्तो नि त आँखा पर्दैन छिटेर छोरीले पकाएको हो डर छरी हुन्छ नानीहरूलाई ग्यास दिनुलाई भेटेको छैन टुलमाथि चढेर बनाउँदैछ म बनाउँछु जिद गर्छ काटिसके साथीहरू अब खाऊँ होइन टेस्ट गरौँ ल तिमी खाऊ न मेरो छोरी नि फ्रुटहरू चाहिँ नाइ भन्छ जङ्क फुड हो भने नि आज दिनु ल भन्छ मेरो छोरीले चाहिँ तपाईँको छोरी कस्तो छ हेर्नु है फ्रुट बेसी खान्छ कि जङ्क फुड खान्छ कमेन्ट गर्नु है मेरो छोरी चाहिँ जङ्क फुड बेसी खान्छ नि यसले अप्ठ्यारो हुन्छ नि चलाउनु आँखामै घाम साथीहरू यो खाएको कस्तो चिसो दाँत त नि ठिराउँदो रहेछ पुरा चिसो हुँदो रहेछ मिठो चाहिँ मिठो टेस्टी नै हुन्छ त दामी तर एकदमै चिसो गर्मीमा खायो भने चाहिँ दामी हुँदैछ गर्मीको लागि चाहिँ दाँत चाहिँ पुरा ठिराउँदो रहेछ चिसो भएर अहिले चाहिँ यता मसला पनि रेडी पारेँ पिस्दैछु है राम्रो पिसेन छ साथीहरू मैले चाहिँ मसला यहाँ रेडी पारिसकेँ हो काँडा पानीहरू बनाउँदा पनि एक चम्ची हाल्यो खायो हो अब यसमा हालेर राख्यो भने यसलाई 6-7 महिनालाई रेडी होइन अब पोहोर चाहिँ भरि भएको थियो हो पोहोरमा त पोहोरै विन्टरमै बनाएको थिएँ पुग्यो अहिले अस्तिसम्म अनि थुप्रो भइसकेको बनाएको छुइनँ 4-5 दिनै भएको थियो अब आज चाहिँ घाम लागेको थिएन नि त हिजोदेखिको त बल्ल घाम लाग्यो अनि हिजो र आज घाममा सुकाएर चाहिँ आज पिसिदिएको ठिक्कै हुने रहेछ एक डिब्बा डिब्बा भयो ठिक्कै मरिच चियाको मसला चिया बनाऊँ पानी पनि उम्ल्यो पानी बनाऊँ तेर्सो बन्द ठोक्नु पर्यो मन्दिरमा चाहिँ हाम्रो प्लाइ हालेको छैन नि त तपाईँहरूले देखिराख्नु भएको थियो त्यसको लागि चाहिँ बाबा रेडी पार्दै हुनुहुन्थ्यो मिस्त्रीलाई गरिदिनु भनेको मानेन हो यति प्लाइ त ठोक्नु आफै भनेर हिँड्यो हो अब बाबाले ठोक्नु प्लाइ चाहिँ यति भएपछि भोलि बिहानसम्म पुग्यो पानी पनि चिया पनि उम्लिँदैछ म चाहिँ दुधको चिया खाने आज मेरो छोरीले बाहिर बनाएर चाहिँ बाबा खाइसक्नु भयो यहाँ छोरी खाँदैछ हो कस्तो भएछ टेबलको हालत खाएर मेरो छोरी काम चाहिँ सानासिनिक तुर्ने हो गर्छ मेरो छोरीले काम चाहिँ पुरा गर्ने भएको छ चाहिँ स्कुल छुट्टी भइकन झन् पुरा काम गर्ने भएको छ मेरो छोरी मेरो छोरी चाहिँ यहाँ भाँडा मोल्दैछ हो मस्काएर मस्काएर त्यो छोड्दै म बोल्छु अरू म छोरी भाँडा मोल्दैछ हो मेरो चिया नि मिठो बनाएर खान्छु भनेको चिनी पनि लागेन छ मरिच पनि लागेन छ हो आज बनाएको मरिच लागेन छ नानीको लागि यहाँ नास्ता बनाइदिन्छु अनि अब चिनी हालेर फेरि पकाएको यहाँनिर मिठै भएन त चिया त मिठो गरेर खाने भनेर बनाएको चाहिँ मिठै भएन छ साथीहरू म चाहिँ अब चिउरेर चिया अघि मिठै लागेन अहिले खाँदैछु
छोरी छोरीले पनि खाएर चाहिँ नास्ता ए तिमी खान्छौ प्रिया ल साथीहरू अब आजलाई यति नै सम्पूर्णलाई बाई छोरी भाडा मोल्दै बाई गर्दैछ फेरि भेटौँ नेक्स्ट भिडियोमा तपाईँलाई मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है सब्सक्राइब गरिदिनु होला सम्पूर्णलाई बाई